एभ्रिवान, आज चाहिँ हामी यहाँ आलु खाँदैछौँ साथीहरू। हेर्नुहोस् है, आलु खानु चाहिँ हिजोदेखि सुरु गरेको हामीले। यहाँनिर धेर त रोपेको छैन, 100 केजी आलु रोपेको थियो। खै कति हुने, मेरो भदैनी झापादेखि आएर बहिनीहरू मरङदेखि खै सुराल पनि सबै देखाइराखेको छ। त्यो नि के नाम्लो देखाएछ र काम गर्दा यस्तै हो जिन्दगी। त्यही भएर यहाँ पाहुनाहरूले आलु खाँदैछ है साथीहरू। बारीमा त्यो आलु उता आलु खाना उतानिर हो, त्यो लोकल आलु हो। यो त घरकै आलुको बिउ हेर न, मुस्ताङ्गे आलु। यो चाहिँ घरकै खै राखेको थियो यो बिउ। मुस्ताङ्गे मेरो डन मेरो छोरो, कान्छो छोरो। हेर्नुहोस् है साथीहरू, आलु खनिँदैछ। आलु यस्तै छ। यो आलु चाहिँ एक पावाको चाहिँ छ होला हो, होइन इक्सा ठुल्ठुलो आलुहरू यस्तो छ साथीहरू। हेर्नुहोस् है, आजको आलु दुईवटा आलु नै पिँडा आलु हुने खालको। यहाँ आलु चाहिँ यहाँनिर आलु खन्ने मरङदेखि आएको छ है। मरङ्गे कुखुरा यहाँनिर कुम्खेवाजीले आज आलु खाँदै हुनुहुन्छ। यता मेरो भदैनी इक्सा, हाई आमा। मेरो बहिनी दुम्सी भएर बसिरहेको छ बिचरा, आलु लाने भनेर खाँदैछ। यो चाहिँ घरको आलु हो, यो लोकल, मैले लोकल घरकै बिउ राखेको आलु। यो आलु चाहिँ अनि यो आलु चाहिँ भक्तपुरे आलु छ है साथीहरू। कस्तो छ पनि यो भक्तपुरे आलु, उता भक्तपुरदेखि पठाइदिएको आलुको बिउ फलेको रहेछ। यो पनि दुई खालको बिउ छ, एक धार्नी रोपेको छु। यो यति अलिकति ठाउँ पार्दै रोपेको छु साथीहरू। यता चाहिँ बजारी आलु हो। अनि हिजो यहाँनिर थोरै ठाउँ खनेको छु। हिजो हामीले कति केजी जति खन्यौँ? 70-80 केजी, 80-90 जति खन्यौँ होला सबै गरी। हिजो 90 जति खन्यो होला। अनि आज चाहिँ थोरै नै खन्दैछ, एक बरा आउन आँट्यो। यो चाहिँ लोकल आलु यस्तै छ साथीहरू। आलु खनिँदैछ। यो सबै एकैचोटि खन्दा त असारेर राख्ने ठाउँ हुँदैन। यस्तै छ है आजको न्युज भएकोहरू। यस्तै छ। आलु खन्दैछौँ साथीहरू। तपाईँहरू के गर्दै हुनुहुन्छ हाम्रो गाउँठाउँमा? अनि आज चाहिँ अहिले मात्रै दिनमा घाम एकदम चर्को। अनि अहिले शीतल भएको बेलामा आएको छौँ बारीमा। यहाँ धेरै छ आलु खन्नु चाहिँ, खासै धेर खनेको छैन। यहाँ लगभग यहाँनिर यति खनेको ठाउँमा 150 केजी जति चाहिँ खनिसक्यो होला अस्तिदेखि खाँदा। आलु चाहिँ सबैकै फल्नु चाहिँ फलेछ है साथीहरू। यहाँनिर अर्को आलु छ, त्यो त सेतो आलु थियो। अनि यो चाहिँ रातो। यस्तो छ यस्तै छ। लोकल आलु खन्ने बेला भयो साथीहरू। सबैजनालाई अझै धेरै छ, कहिले खनिसक्नु अनि मकै गोड्नु बितेर बिजोग छ मेरो। हेलो साथीहरू, बाई बाई। अर्को भिडियो लिएर आउनेछु। बाई बाई मेरो छोरीहरू पर के गर्दैछ है। यस्तै छ है हाम्रो ठाउँमा साथीहरू। बाई बाई। अर्को भिडियोमा भेटौँला।